आजको यस छोटो यो महत्त्वपूर्ण कार्यक्रमको अध्यक्षता गर्दै हुन आदरणीय प्रबन्ध निर्देशक एवं पत्रकार मित्र श्रीकृष्ण महर्जनजीलाई हार्दिक अनुरोध र यसै गरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नुभएका वरिष्ठ पत्रकार साहित्यकार बहुआयामिक व्यक्तित्व हुनुहुन्छ रेडियो नेपालका समाचार शाखाका प्रमुख आदरणीय नवराज नम्साल सरलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको रूपमा पाल्नुभएको छ छोटोमा डिआर पन्थी धुनराज पन्थी सरलाई विशिष्ट अतिथि ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी कार्यक्रममा हुनुहुन्छ हाम्रा अग्रज व्यक्तित्व अग्रज सञ्चारकर्मी यस नेवा एफएमसँग जोडिन आउनुभएका आदरणीय शङ्कर थापा अहिले नेवा एफएममा उहाँ कार्यक्रम निर्देशकको रूपमा आउनुभएको छ। उहाँलाई पनि आशुग्रहणको लागि हार्दिक अनुरोध। नेवा एफएम 106.6 सबैजनालाई धेरै धेरै धन्यवाद। तपाईँ घर अगाडि एउटा सानो बिरुवा रोप्नुहोस् एउटा गमलामा, त्यो गमलामा बिरुवा दिनदिनै बढ्दै गएको हुन्छ। तपाईले 6 महिनापछि हेर्दा पहिला रोपेको त्यो सानो बिरुवा यत्रो भइसकेको हुन्छ नि गमलामा। तपाईँलाई थाहा छ त्यो गमलाको त्यो बिरुवा कुन दिन बढेर यति लामो हो तपाईँलाई थाहा छैन, तर त्यो दिनदिनै आफै बढिरहेको। त्यस कारण हाम्रो सिप र हाम्रो व्यवहार भन्ने कुरा पनि दिनदिनै आफैभित्र बढ्दै गइरहेको हुन्छ। तपाईँले यो सिप सिक्नुभयो, प्र्याक्टिस गर्नुभयो, मेच्योर हुनुहुन्छ धेरैजना, यो उमेरमा तपाईँ आउनुभयो, तपाईँले केही गरौँ अस्तिभन्दा आजको बोलीमा चाहिँ अलिकति कन्फिडेन्स चाहिँ बढेकै रहेछ। कन्फिडेन्स बढेको पनि पाएँ। तपाईँले ठुलो उपलब्धि प्राप्त गर्नुभयो, तपाईँलाई एकदम धेरै शुभकामना छ, एकदमै धेरै बधाई छ। अनि सर सबैजनालाई मेरो धेरै धेरै धन्यवाद छ मलाई सम्झाउनुभयो। तर संयोगले पन्थी सर यस्तो मेरो मित्रसँग पनि यहाँ संयोगले भेट भयो। सबैजनालाई धेरै धेरै शुभकामना, धन्यवाद, नमस्कार। ठिकै छ, म यति नै चाहन्छु कि अब तपाईँहरू पनि यदि सञ्चारकर्मी भएर अब जस्तै नरसले भन्नु अब 800 एफएम छन्, 800 एफएममा 8000 सञ्चारकर्मी होलान्, 8 लाख श्रोता होलान् अथवा 80 लाख होलान् होइन। हामी सबै हाम्रो परिवार बढ्दैछ होइन। अब उही पहिले डाँडा काँडा ढाकुन भन्थ्यो भने जस्तै हाम्रो पनि परिवार बढ्दैछ होइन। त्यो खुसीको कुरा हो। र तपाईँलाई धन्यवाद किरण सरलाई र तपाईँहरू सबैलाई धन्यवाद। कम्तीमा मेरो शब्दहरूलाई तपाईँले मिठो मानेर सुनिदिनु भएको छ भन्ने मलाई फिलिङ छ क्या एउटा। अब सुन्नु कतिको मिठो भएको आफ्नो ठाउँमा छ। ल यति भन्दै म पनि आजलाई बिदा भएँ। धन्यवाद है। सम्पूर्ण मित्रहरू, यस समारोहका प्रमुख अतिथि, विशेष अतिथि, यहाँ नेवा एफएमको सन्दर्भ जोड्दाखेरि म प्रबन्ध निर्देशक, तर सञ्चार क्षेत्रको हिसाबले भन्ने हो भने म पूर्ण रूपमा पत्रकारिता गरेर व्यावसायिक पत्रकारिता गरेर आफू मात्र होइन घरै पालिरहेको मान्छे। म तपाईँको रेडियो, अनलाइन, प्रिन्ट मिडिया र टेलिभिजन यो चारैवटा सञ्चार माध्यममा व्यावसायिक ढङ्गबाट काम गरिरहेको मान्छे हो। र म कीर्तिपुरवासी भएको नाताले यो एफएमलाई हामी अगाडि बढाउँदाखेरि समुदायलाई लक्षित गरेर हामी अगाडि बढाउन सक्छौँ भनेर नै हामीले यो बन्द भइरहेको एफएमलाई हामीले सुरुवात गरेको। अहिले जुन स्तरमा पुगेको छ यसमा धेरै साथीहरूको मेहनत छ, अझै थप मेहनत गर्नु बाँकी छ। यसमा जुन तालिम तपाईँहरूले लिनुभयो यो तालिमले अवश्य पनि तपाईँहरूको यो
सञ्चार क्षेत्रमा काम गर्ने यात्राको क्रममा यसले धेरै नै ठुलो चाहिँ योगदान हुनेछ। तपाईँहरूले शिक्षा लिनुभएको छ र त्यसलाई व्यवहारमा अब तपाईँहरूले उतार्नुहुनेछ। व्यवहारिक रूपमा प्रयोग गरेर तपाईँ सक्षम सञ्चारकर्मी बन्नु हुनेछ र समाज रूपान्तरणको लागि, सामाजिकीकरणको लागि तपाईँले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने आशा राख्दै यो कार्यक्रममा तपाईँहरूले समय दिनुभयो र प्रमुख अतिथि, विशेष अतिथि सबैले समय दिनुभयो। यो एफएम, नेवा एफएम समुदायको एफएम भएकोले तपाईँ सबैलाई माया गर्नुहोस् र नेवा एफएमलाई तपाईँ माध्यम बनाएर जानु सक्नुहुन्छ। यसमा कुनै कतै तपाईँलाई दुविधा हुनु पर्दैन। यसलाई माध्यम बनाएर तपाईँ अगाडि बढ्नुहोस्। यसको लागि हामी साथ दिन तयार छौँ भन्दै तपाईँहरू सबैलाई फेरि पनि एकपटक धन्यवाद दिँदै यो औपचारिक कार्यक्रम यही समाप्ति घोषणा गर्नुहोस्। नेवा एफएम 106.6 भाषा साहित्य हो संस्कृति नेपाल भाषा एकेडेमी नीति अलग मिडिया प्रलिया नेबोया नेवा एफएम 106.6 नेवा एफएम 106.6